मृत्यु भन्दा पहिला अन्तिम सेल्फी डाक्टर प्रतिको रहेन पुरै परिवार उजाडियो 265 जनाको सपना। केहीले उडानको टिकट लिएका थिए त केहीले मेडिकलको किताब खोलेर बसिरहेका थिए। कसैलाई आफन्त भेट्न आतुर थियो, कोहीलाई डाक्टर बनेर कैयन जीवन बचाउनु थियो। एकले आकाशमा उडान भरेका थिए त दोस्रो जमिनमा सपनाको भवन बनाउँदै थिए। तर यस दिन न कोही गन्तव्यमा पुगे न कोही बिहान घर फर्किन सके। त्यो जहाजमा केही आफ्ना थिए, कोही पाहुना भएर भारतबाट बिदा लिइरहेका थिए। रंग फरक थियो, देश अलग थियो, तर विडम्बना मृत्युले सबैलाई एकै ठाउँ लग्यो। जो हावामा थिए उनीहरूको यात्रा अधुरो रह्यो र जो जमिनमा थिए उनीहरूको कथा त्यही रोकियो। उनी पनि यही यात्रामा थिए जसले गुजरातको सेवा गरेका थिए र ती एयर होस्टेज जसले आफ्नो अन्तिम क्षणसम्म मुस्कानका साथ यात्रीहरूको सेवा गरिरहे। ती पाइलट जसले सुरक्षित यात्रुलाई लन्डन पुर्याउने बाचा सहित निस्किएका थिए। सबैको एकै चिहान भयो। यही दुर्घटनामा एकै परिवारका 5 जनाको मृत्यु भयो। राजस्थानको बांसवाड़ा जिल्लाका प्रतीक जोशी आफ्नो श्रीमती 2 जुम्लिया बच्चा र छोरीसँग उडानमा यात्रा गरिरहेका थिए। प्रतीक जोशी विगत 6 वर्षदेखि लन्डनमा बस्दै आएका थिए। पेसाले डाक्टर उनले लामो समयदेखि आफ्नी श्रीमती र भारतमा बसेका 3 साना बच्चाहरूको लागि लन्डनमा संघर्ष गरिरहेका थिए। वर्षौंसम्म उचित अनुमतिको लागि पर्खेपछि सपना अन्ततः साकार हुँदै थियो। प्रतीककी श्रीमती कोशी व्यास जो एक डाक्टर हुन्, उनले लन्डनमा नयाँ सुरुवात गर्न 2 दिन अघि मात्र आफ्नो जागिरबाट राजीनामा दिएकी थिइन्। श्रीमानसँग लन्डन जानको लागि झोलाहरू प्याक गरेकी थिइन्। परिवार आफ्ना आफन्तसँग भेटघाट गर्दै बिदा लिएकी थिइन्। जुन 12 गते बिहीबार उडान थियो। प्रतीक आफ्नी श्रीमती कोमी जुम्लिया, छोरीहरू मिराया जोशी र प्रभुत जोशी, छोरा नकुल जोशीसँग यात्रा गर्दै थिए। आशा र उत्साहले भरिएको 5 जनाको परिवार लन्डन जाने एयर इन्डियाको उडान एक साथ एकमा चढे। उनीहरू सबैका लागि त्यहाँ जाँदै थिए। विमान उड्नु अघि उनीहरूले एउटा सेल्फी पनि खिचेका थिए, जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर नयाँ जीवनको यात्रा सफल भएन। अहमदाबादबाट लन्डनका लागि उडेको जहाज उडान भरेको केही मिनेटपछि दुर्घटनाग्रस्त भयो। कोही पनि बाँचेनन्। यस वर्ष जनवरीमा मात्र बिहे गरेकी राजस्थानकी खुशबु पनि यही जहाजमा थिइन्, जो आफ्नो श्रीमानलाई पहिलो पटक भेट्न लन्डन जाँदै थिइन्। उनका बुबा उनलाई विमानस्थलमा छोड्न आएका थिए। जानु अघि उनले छोरी खुशबुसँग फोटो खिचेका थिए, जुन भयानक अन्तिम याद बनेर रह्यो। उनको बुबाले विमानस्थलमै सो फोटो आफ्नो व्हाट्सएप स्टेटसमा राखेका थिए र लेखेका थिए, आशीर्वाद खुशबु बेटा, लन्डन जाँदैछौ। कसलाई थाहा थियो केही खुसी लामो समय टिक्दैन, कहिले काहीँ 2 मिनेट पनि हुँदैन। खुशबु पनि त्यही विमानमा चढिन्। आफ्नै अगाडि छोरी चढेको विमान कालो मुस्लो फाल्दै आगोको ठूलो लप्का छोडेर दुर्घटनाग्रस्त भएको देखे। 21 वर्षीय खुशबु राजस्थानको बालोतरा जिल्लाकी बासिन्दा थिइन्। उनका बुबा मदन सिंह गाउँमा मिठाई पसल चलाउँछन् र खेतीपाती गर्छन्। खुशबुले यस वर्ष जनवरीमा विपुलसँग विवाह गरेकी थिइन्। विपुल विवाह भएको 2 महिनापछि लन्डन फर्किएका थिए, जहाँ उनी डाक्टरको रूपमा काम गर्छन्। त्यस बेलादेखि खुशबु आफ्नो बुबासँग बस्दै आएकी थिइन्। हरेक छोरीको बिदाई जस्तै खुशबुको घरबाट बिदाई पनि उनको परिवारको लागि भावनात्मक क्षण थियो। खुशबु जुन 11 बुधबार राति आफ्ना बुबा र काकाको छोरासँग अहमदाबाद आएकी थिइन्। जब परिवार खुशबुलाई छोडेर फर्कदै थियो, विमान दुर्घटनाको खबरले उनीहरूको संसार ध्वस्त पारेको छ। उता अर्जुन मनुभाइ पटोलिया आफ्नी श्रीमतीको अन्तिम संस्कार गर्न लन्डनबाट गुजरातको वाडिया आएका थिए। अन्तिम संस्कार गरेपछि उनी फर्कदै थिए। उनी लन्डन जानुपर्ने थियो, तर दुर्घटना त्यस अघि नै भयो। यही विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि सवार थिए, जो आफ्नो श्रीमती र छोरीलाई भेट्न लन्डन जाँदै थिए, तर भेट्न नपाउँदै सधैँको लागि अस्ताए। 242 यात्री बोकेको एयर इन्डियाको जहाजले उडान भरेको केही मिनेटमै उचाइ गुमाएको थियो। यसपछि विजय मेडिकल कलेजको मेस भवनमा ठोकिएको थियो। त्यसपछि विमान नजिकैको अतुल्य होस्टेलमा पनि ठोकियो, जहाँ वरिष्ठ आवासीय डाक्टरहरू बस्थे। ठोकिएसँगै जहाजसँगै भवनमा आगो लाग्यो। 265 जनाले ज्यान गुमाउन पुगे। केही क्षणमै जीवनभरको सपना खरानीमा परिणत भयो। बाँच्नेको लागि क्रूर सम्झना बनेको छ। आफ्ना आफन्त, रगतको टुक्रा, मुटुको टुक्रा गुमाएका परिवारको चित्कारले विश्व रोएको छ।